नमस्कार। आज हामी आइवा विश्वविद्यालय संयुक्त राज्य अमेरिकाको आइवा स्टेट र आइवा स्टेटमा भएको युनिभर्सिटी अफ आइवामा विद्यावृत्ति गरिरहनुभएका डाक्टर एलबी बस्नेतसँग छौँ। डाक्टर एलबी, तपाईँलाई स्वागत छ। धन्यवाद। कहिले आउनुभयो अमेरिकामा? म 2023 को अगस्तमा आएको। हजुर, अनि के उद्देश्यको लागि आउनुभयो त? म हेल्थ सर्भिसेज र हेल्थ पोलिसीमा पिएचडी प्रोग्राममा इनरोल भएर अहिले म अध्ययनरत छु। एकदम खुसी लाग्यो। भनेपछि कस्तो खालको आफ्नो अनुसन्धानको टपिक चाहिँ कस्तो खालको छ, अलिकति हामीलाई सेयर गरिदिनु न। मैले यहाँ यता आइसकेपछि डेमेन्सिया, किसानहरूमा डेमेन्सियाको अत्याधिक धेरै प्रकोप छ, प्रिभ्यालेन्स हाई छ। त्यो डेमेन्सिया कसरी केयर भइरहेको छ किसानहरूमा, खास गरी त्यो विषयमा अनुसन्धानमा संलग्न भएँ। त्यसपछि अहिले चाहिँ म फेरि यहाँ युनाइटेड स्टेट्समा चाहिँ पेड लिभ छैन, एट फेडरल लेभल त्यो छैन, र त्यो बुवा आमालाई चाहिँ छुट्टी दिँदाखेरि कसरी त्यसले बच्चाको र बुवा आमाकै स्वास्थ्यमा असर पर्छ भन्ने विषयमा अनुसन्धान गर्दैछु। एकदमै खुसी लाग्यो। यो अनुसन्धान गर्नु अघि तपाईँलाई नेपालमा जुन काम गर्नुभएको थियो त्यसको पृष्ठभूमिले पनि साथ दिएको छ कि छैन तपाईँसँग? अवश्य नै, त्यो मैले गरिरहेको काम अनि त्यसपछि मेरो रुचिको विषय नै त्यही थियो। त्यही भएर यो चाहिँ मेरो लागि एकदमै इन्ट्रेस्टिङ हुँदै गएको छ। भनेपछि अब अहिले तपाईँले जुन अनुसन्धान गरिरहनु भएको छ त्यसले हाम्रो देश नेपाललाई चाहिँ कसरी फाइदा पुर्याउँछ जस्तो लाग्छ तपाईँलाई? नेपाल लगायत सबै देशहरूमा चाहिँ अब एक खालको डेमोग्राफिक चेन्ज हुँदैछ। अहिले हामी भन्छौँ नेपालमा चाहिँ ठुलो जनसङ्ख्याको ठुलो हिस्सा चाहिँ यङ पपुलेसन छ, तर बिस्तारै त्यो चाहिँ सर्दै गएर अब बुढ्यौली लागेको अथवा एजेड ओल्ड एज पपुलेसन चाहिँ बढी हुनेवाला छ। र सँगसँगै यो डेमेन्सिया लगायत अरू क्रोनिक डिजिजहरू र नन कम्युनिकेबल डिजिजहरूको प्रकोप पनि बढ्दै जान्छ, यसको प्रिभ्यालेन्स पनि बढ्दै जान्छ। त्यस कारणले यो डेमेन्सिया र यसको कसरी हेरचाह गर्ने, यसलाई कसरी कस्तो पोलिसीहरू ल्यायो भने चाहिँ यसलाई म्यानेज गर्न सकिन्छ कम्युनिटीकै लेभलमा, त्यो कुराहरू चाहिँ झन्झन इम्पोर्टेन्ट हुँदै जान्छ। खास गरी हाम्रो जस्तो किसान समुदाय धेरै भएको अथवा कृषि पेसामा चाहिँ संलग्न जनता अथवा जनसमुदाय धेरै भएको ठाउँमा यो अझै महत्त्वपूर्ण हुँदै जान्छ। अर्को कुरा, हाम्रोमा सर्भिस सेक्टरमा पनि बिदाको केही प्रावधानहरू चाहिँ समयसँगै फेर्दै जानुपर्ने खालको देखिन्छ। जस्तो कि हाम्रोमा हप्तामा एक दिन मात्रै बिदा दिन्छ। त्यो भनेको एकदम न्यून हो, अति नै न्यून हो। अरू सार्वजनिक बिदाहरूलाई कटौती गरेर सकेसम्म हप्तामा 2 दिन बिदा दिनु नै उपयुक्त देखिन्छ। किनभने त्यो भयो भने मात्र मान्छेले आफ्नो त्यो हप्ताभरिको प्लानिङ गर्न सक्ने र त्यो अनुसारले आफूलाई चाहिँ तयार राख्न सक्ने देखिन्छ। यसबारेमा अझै कुराहरू गर्न सकिन्छ। जस्तै हामीले कुनै पनि रोगहरूको, चाहे सर्ने रोग होस् चाहे नसर्ने रोगहरू होस्, त्यसको विभिन्न निर्धारक तत्त्वहरूको बारेमा व्याख्या गर्दाखेरि कुनै पनि रोगको सामाजिक निर्धारकहरू हुन्छ, सांस्कृतिक निर्धारकहरू हुन्छ, आर्थिक निर्धारकहरू हुन्छ, अर्थराजनीतिक निर्धारकहरू हुन्छ भनेर हामीले स्वास्थ्यको समाजशास्त्र अथवा स्वास्थ्यको मानवशास्त्र अध्ययन गर्दाखेरि हामीले रोगका सामाजिक निर्धारकहरूको बारेमा पनि अध्ययन गर्छौँ। यसमा तपाईँले जुन डिमेन्सिया छान्नु भएको छ आफ्नो पिएचडीको लागि, एउटा विद्यावृत्तिको अनुसन्धान शोधको लागि एउटा मूल मुद्दा जस्तो गरेर, यसमा कस्तो किसिमको सामाजिक, आर्थिक, सांस्कृतिक र अन्य अर्थराजनीतिक निर्धारकहरू नेपालको सन्दर्भमा महत्त्वपूर्ण हुन्छन् जस्तो लाग्छ तपाईँलाई?
पक्कै पनि यो एकदमै महत्त्वपूर्ण कुरा हो। जस्तो स्वास्थ्यको निर्धारकहरू चाहिँ समाजमै हुन्छ, घर परिवारमै हुन्छ। जब हामी बिरामी हुन्छौँ त्यति बेला मात्रै अस्पताल जान्छौँ खास गरी। अब तर अस्पतालहरूले पनि अब चाहिँ समाजमै यो सोसल डिटर्मिनेन्ट्सहरूलाई चाहिँ एड्रेस गर्ने गरी अस्पतालहरूले पनि काम गर्नुपर्ने देखिन्छ। कम्युनिटी प्रोग्रामहरू लन्च गर्नुपर्ने खालको आवश्यकता चाहिँ देखिन्छ। अब डेमेन्सिया एउटा रुचिको विषय हो, तर मैले अरू विषयमा पनि काम गरिरहेको छु र यो मेरो डिजर्टेसन फाइनल अरू टपिक्सहरू के हुन्छ भन्ने कुरा चाहिँ अझै मैले निर्धारण गरिसकेको छुइनँ। खास गरी दुईवटा रुचिको विषय चाहिँ एउटा चाहिँ बिदा, यदि वर्कर्सहरूलाई खास गरी काम गर्ने पेसाकर्मीहरूलाई दिइने बिदा र त्यसले कसरी स्वास्थ्यलाई असर गर्न सक्छ त्यो कतिको महत्त्वपूर्ण छ भन्ने कुरा एउटा। अर्को चाहिँ डेमेन्सियाको केयरमा चाहिँ मेरो इन्ट्रेस्ट रहेको छ। अब नेपालमा यो दुईटै विषयहरू सान्दर्भिक हुन आउँछ, किनभने हामीले अघि पनि चर्चा गऱ्यौँ बुढ्यौली को त्यो एज भएको पपुलेसन चाहिँ बढ्दै गएको छ, अब बढ्छ नै। र सामाजिक निर्धारकहरूको विषयमा समाजले पर्याप्त ध्यान दिन सकेको छैन, हाम्रो राज्यले त्यति ध्यान दिन सकेको छैन। यसमा विभिन्न कारणहरू छ, यहाँले इङ्गित गर्नुभएको जस्तै अर्थ राजनीतिक कारणहरू छन् हैन। त्योभन्दा पनि अझ महत्त्वपूर्ण भनेको हामी कमर्सियल डिटर्मिनेन्ट्स अफ हेल्थ भन्छौँ। अब अहिले कस्तो भयो भने बजार नै सबै कुरामा हावी हुँदै गएको छ। अब हामीले खाने खाद्यान्न त्यसमा कति प्रतिशत त्यो चाहिँ त्यसमा केमिकल्सहरू अथवा पेस्टिसाइड्सहरू कति युज भएको छ त्यहीँदेखि नै सुरु हुन्छ। त्यसको उत्पादनदेखि नै खाद्य पदार्थको उत्पादन, त्यसको कतिको सहज एभाइलेबिलिटी भन्छौँ, त्यो कतिको हामीलाई सहजै उपलब्ध छ अथवा हेल्दी फुड चाहिँ एभाइलेबल छ कि छैन भन्ने कुरादेखि नै हेर्नुपर्ने हुन्छ। र हाम्रो कतिपय डाइटेरी ह्याबिट्सहरू चाहिँ हामी नेपालीको, म आफै पनि त्यहीँबाट सबै कुरा देखेर भोगेरै आएको भएर हाम्रो कतिपय डाइटेरी ह्याबिट चाहिँ चेन्ज गर्नुपर्ने खालको देखिन्छ। जस्तो हाम्रा अनुसन्धानहरूले, नेपालमै भएका अनुसन्धानहरूले चाहिँ नुनको मात्रा अत्याधिक सेवन गर्ने गरेको देखाउँछ र हामीले नेपालमा कन्ज्युम गर्ने नुनमा आयोडिनको मात्रा कति छ त्यसलाई पनि पुनरावलोकन गर्नुपर्ने खालको देखिन्छ। यो कुराहरू चाहिँ समयक्रममा हामीले छिटै गर्नुपर्ने जस्तो देख्छु म। जस्तै यो बिचमा तपाईँले स्वास्थ्यका कमर्सियल डिटर्मिनेन्ट्स अर्थात् व्यावसायिक निर्धारकहरूको पनि अलिकति सवालहरू उठाउनु भयो। अब जस्तै अब हामीले नै विभिन्न जस्तै नेपालको जनस्वास्थ्यको मुद्दालाई मूल अथवा पेचिलो मुद्दा मानेर चर्चा गर्नु पर्दाखेरि नेपालको सवालमा कुनै पनि एउटा व्यक्तिले सहज तरिकाले स्वास्थ्य सुविधा पाउने नपाउने, गुणस्तरीय स्वास्थ्य सुविधा पाउने नपाउने, सर्वसुलभ र अलिकति आफ्नो आम्दानी अथवा आफ्नो आयले थेक्न सक्ने स्वास्थ्य सुविधा पाउने नपाउने भन्नको निम्ति तपाईँको विचारमा के कस्ता व्यावसायिक निर्धारकहरू अर्थात् कमर्सियल डिटर्मिनेन्ट्सहरूले भूमिका खेल्छन् जस्तो लाग्छ तपाईँलाई? कमर्सियल डिटर्मिनेन्ट्सहरू जस्तो हाम्रोमा स्वास्थ्यमा निजीकरण अत्याधिक बढ्दै गएको छ। अब त्यो आफैमा खराब कुरो होइन, तर त्यसको उचित नियमन नहुनु, त्यहाँबाट हामीले स्वास्थ्यमा अत्यावश्यक डेटा, त्यहाँबाट हाम्रो राष्ट्रिय डेटा जुन सङ्कलन गर्छौँ हामीले HMIS भन्छौँ, त्यो हेल्थ सिस्टममा चाहिँ त्यो निजी क्षेत्रको डेटालाई अझै पनि ल्याउन नसक्नु पूर्ण रूपमा। त्यसै गरी नियमनको कुरा, हामीले निजी क्षेत्रलाई उचित रूपमा नियमन गरेर त्यसको गुणस्तरलाई, त्यो गुणस्तरीय छ कि छैन हामीले त्यसलाई निरूपण गर्न नसक्नु, त्यो स्ट्यान्डर्ड मेन्टेन गर्न नसक्नु, त्यो एउटा कमजोरी देखिन्छ। यो स्वास्थ्य जस्तो जटिल क्षेत्रमा खास गरी एउटा पहुँचको कुरा सँगसँगै गुणस्तरको कुरा पनि महत्त्वपूर्ण हुन्छ। अब पहुँचको कुरा हेर्नुहुन्छ भने
अहिले जोसँग धेरै पैसा छ उसले नै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच राख्छ जस्तो देखिन्छ। अब यो कुराहरू चाहिँ एकदमै महत्त्वपूर्ण हुन आउँछ, किनभने अब यसले अरू सोसाइटीको अरू सेक्टरमा पनि धेरै असर पार्छ। किनभने एउटा मान्छेको सहज पहुँच यदि स्वास्थ्यमा छैन भने उसले त्यसैलाई आधार मानेर आफ्नो जीवनको अरू डिसिजनहरू लिन सक्छ। कुन ठाउँमा बस्ने, कहाँ बसाइ सर्ने देखि लिएर कस्तो काम गर्ने, काममा भ्रष्टाचार गर्ने कि नगर्ने, यो सबै कुराहरू चाहिँ त्यो एउटा स्वास्थ्यमा पहुँच राख्ने अथवा शिक्षामा पहुँच राख्ने जस्ता कुराहरूले चाहिँ निर्धारण गर्छ। यसकारण हाम्रो राजनीतिक वृत्तमा अथवा समाजमा हामीले धेरै नै बहसमा आएको सुन्दै गरेको कुराहरू चाहिँ जुन हामीले सार्वजनिक शिक्षा र स्वास्थ्यको कुराहरूमा जुन हुनुपर्ने उल्लेख्य सुधार हुनुपर्ने ठाउँमा त्यो चाहिँ भइरहेको देख्दिनँ म चाहिँ। तपाईँ यहाँ अमेरिका आउनुभन्दा अघि पनि नेपालको ग्रामीण क्षेत्रमा अवस्थित विभिन्न स्वास्थ्य केन्द्रहरू तथा नेपालको स्वास्थ्य सेवा प्रदायक संस्थाहरूसँग पनि काम गर्नुभयो, त्यसको लागि पनि काम गर्नुभयो। अलिकति यो स्वास्थ्यका सामाजिक निर्धारक अथवा सर्वसुलभ र पहुँचयोग्य तरिकाले स्वास्थ्य प्रणालीमा आम जनताको जुन पहुँच र त्यहाँ पुग्ने सवाल छ, अलि समता खाडल अथवा इक्विटी ग्यापको दृष्टिकोणबाट हेर्दा नेपालको ग्रामीण स्वास्थ्य प्रणाली, सेवा दिने संस्था र सेवामा पहुँच पुर्याउनु पर्ने समुदाय बिचको सम्बन्ध चाहिँ तपाईँले कसरी केलाउनुहुन्छ? यसमा केही महत्त्वपूर्ण पक्षहरू छन्। जस्तो हाम्रो स्वास्थ्य पद्धतिमा केही उल्लेख्य सुधारहरू भएका थिए। जस्तो हामीले ग्रामीण क्षेत्रमा फिमेल कम्युनिटी हेल्थ भोलिन्टियर भनेर FCHB परिचालन गर्यो, तर समयअनुसार त्यसलाई उल्लेख्य सुधार गर्न सकेनौँ। उहाँहरूको ठाउँमा अझ परिष्कृत अझ स्किल्ड म्यान पावर राख्न सकिन्थ्यो। जस्तो हामी कहाँ अहिले नर्सहरूको उत्पादन एकदमै धेरै छ हैन, उहाँहरू चाहिँ हजारौँको सङ्ख्यामा उत्पादन हुन्छ प्रत्येक वर्ष, तर हामीले त्यो स्किल म्यान पावरलाई उचित पारिश्रमिक दिएर सेवा सुविधा दिएर हामीले चाहिँ परिचालन गर्न सकेनौँ। हामी त्यहीँ अड्क्यौँ एउटा। अर्को, हाम्रो गाउँमा स्वास्थ्य संस्था नभएका होइनन्। जस्तो ग्रामीण क्षेत्रहरूमा पनि स्वास्थ्य संस्था छ, तर अधिकांश ठाउँमा चाहिँ दिनुपर्ने सेवा सुविधा चाहिँ जनतालाई जुन परिकल्पना गरिएको थियो त्यो गुणस्तरमा अथवा त्यो मात्रामा हामीले दिन सकेनौँ। त्यसका विभिन्न कारण, जस्तो एउटा हामीले हाम्रो स्वास्थ्य पद्धतिमा जुन हामीलाई चाहिने स्किल म्यान पावर उहाँहरूलाई चाहिँ उचित परिचालन गर्न सकेनौँ, लिनै सकेनौँ। हाम्रो अहिले पनि नेपालको स्वास्थ्य क्षेत्रमा चाहिँ 2055 सालकै स्वास्थ्य सेवा नियमावली अनुसार स्वास्थ्य कर्मीहरूलाई खटाइन्छ, जुन चाहिँ अपर्याप्त छ। बेला बेलामा यति थप्ने, यसो गर्ने, लिने भन्ने कुराहरू गरिन्छ, फिडब्याक्सहरू मागिन्छ, बेला बेलामा त्यो चलन चलेको छ, तर खासै सुधार देखिँदैन है। बिचमा ONM सर्वे के भनेर त्यो सुझावहरू सङ्कलन गरिएको छ, तर अब फेरि विभिन्न कारणहरूले गर्दा यो हुन सकेन भनिन्छ। यो लामो समय चाहिँ यसरी बितेर गइसक्यो। अर्कोतर्फ के छ भने प्राथमिक स्वास्थ्य केन्द्रहरूमा अथवा जिल्लाहरूमै पनि हामीले टेम्पोरेरी वर्कफोर्समा धेरै ओभर रिलाइ गऱ्यौँ कि। जस्तो छात्रवृत्ति करारको अथवा करारमै जनशक्ति लिने, त्यो यस्तो ट्रेन्ड बसेर गयो। करारमा लिने भनेको त सीमित अवधिको लागि टेम्पोरेरीली यदि हामीले स्थायी पदपूर्ति गर्न नसकेको खण्डमा लिने एउटा प्रावधान न हो। त्यसलाई चाहिँ हामीले मेन बनायौँ, करारलाई चाहिँ मेन बनायौँ, अनि स्थायीलाई चाहिँ सहायक जस्तो बनायौँ कि। अब एज अ सर्भिस प्रोभाइडरको हिसाबले हेर्दाखेरि, जबकि हामीलाई चाहिने जनशक्ति देशमै हुँदाहुँदै पनि उहाँहरूलाई चाहिँ स्थायी रूपले ट्रेन गरेर
उचित पारिश्रमिक दिएर उहाँहरूलाई सेवा सुविधा दिएर परिचालन गर्न सकिने पर्याप्त त्यो स्थिति हुँदाहुँदै ठाउँ हुँदाहुँदै हामीले त्यो गर्न सकेका छैनौँ। त्यो किन गरेनौँ? एज अ हेल्थ वर्कर, एज अ पब्लिक हेल्थ वर्कर मलाई चाहिँ त्यो एकदमै जिज्ञासा लाग्थ्यो पहिलेदेखि। मैले घुमेर हेर्दा सबै कुरा त्यहाँ काम गर्दाको मेरो अनुभवबाट पनि मैले के देख्छु भने यसमा हाम्रो दृढ इच्छा शक्ति राज्य सञ्चालकहरूको, त्यसपछि हाम्रो एडभोकेसी ग्रुपहरूकै नपुगेको। हाम्रो एडभोकेसी पनि अलिक फितलो छ जस्तो लाग्छ मलाई। यो जुन अलिकति जुन स्वास्थ्य प्रणालीलाई जुन हिसाबले चुस्तफुर्त बनाउनु पर्ने थियो र जसरी गतिशील बनाउनु पर्ने थियो त्यो नबनाउनुमा जस्तै अब तपाईँ दृढ इच्छा शक्तिको पनि सवालहरू त्यो मुद्दाहरू उठाउनु भयो। यसमा अब हामीले सरसर्ती हेर्दाखेरि नेपालका राजनीतिक पार्टीहरूले स्वास्थ्यको मुद्दालाई एउटा प्रधान मुद्दा नमान्नु होइन, पटक पटक विभिन्न अवस्थामा एउटा आंशिक तवरमा चाहिँ सवालहरू उठाउनु, तर त्यसलाई एउटा घनीभूत ढङ्गले एउटा ज्यामितीय परिवर्तन आउने हिसाबले त्यो मुद्दा नउठाउनु पनि एउटा सम्भवतः एउटा प्रमुख कारण हुनसक्छ। यसमा तपाईँ आफै पनि स्वास्थ्य नीतिको ज्ञाता भएको नाताले तपाईँले यो स्वास्थ्यको मुद्दालाई हेर्ने सवालमा, नेपालमा स्वास्थ्य प्रणालीलाई कस्तो बनाउने भन्ने सवालमा नेपालको राजनीतिक पार्टीहरूको भूमिका चाहिँ कसरी विश्लेषण गरिरहनु भएको छ? नेपालका राजनीतिक पार्टीहरू समाजको वास्तविक यथार्थबाट टाढा भएकै कारण अहिले राजनीतिक समस्या पनि देखिएको छ। जब समाजको यथार्थभन्दा टाढा जान्छन् राजनीतिक दलहरू आफै, त्यो समाजको आवश्यकता पुरा गर्न सक्दैनन्। अहिले हाम्रो समाजको आवश्यकता उचित शिक्षा, स्वास्थ्यमा सहज पहुँच होस् भन्ने हो। त्योभन्दा बढी गएर अरू कुराहरू पनि छन्, तर शिक्षा र स्वास्थ्यमा समानता, समान पहुँच, एक खालको चाहिँ सुविधा जनतालाई दिन सकिने, डाइरेक्ट डेलिभर गर्न सकिने ठाउँहरू हुन् यिनीहरू होइन। अब यसमा चाहिँ मलाई के लाग्छ भने यसमा इच्छा शक्ति मात्रै पनि होइन, उहाँहरूको डेलिभरेट नेग्लिजेन्स देखिन्छ। उहाँहरूले इच्छा मात्रै नराखेको, चुप लाएर बसेको भए पनि योभन्दा राम्रो हुन्थ्यो। उहाँहरूले डाइरेक्ट त्यसमा चाहिँ इन्ट्रेस्टमेन्ट, उहाँहरूको इन्ट्रेस्टले गर्दा बिग्रियो। उहाँहरूले चाहिँ गलत मनसाय राखेर धेरै कामहरू गर्नुभएको छ स्वास्थ्य क्षेत्रमै। गलत नियुक्तिहरू गर्ने, भ्रष्टाचार गर्नेलाई बचाउने होइन, खरिद बिक्री र सरुवा बढुवामा अल्झाइरहने, एक कुनै पनि उसमा यो विभागमा अथवा कार्यालयहरूमा कुनै म्यान पावरलाई चेन्ज गर्नुभन्दा पहिला त त्यसको इभ्यालुएसन हुनुपर्छ होला होइन, के काम भइरहेछ त्यहाँबाट र त्यो मान्छेलाई सरुवा गर्दा के इम्प्याक्ट पर्छ त्यो कामहरूमा। कसैले केही इम्प्याक्ट त्यो त स्टडी गरेको देखिन्न। एकजना मन्त्री चेन्ज भयो भने कतिजना चेन्ज हुन्छ, फेरि सबैतिर चेन्ज हुन्छ। यो कस्तो खालको भयो भने हामीले सबैले त्यसलाई नर्मलाइज गरिसक्यौँ। अब मन्त्री चेन्ज भएपछि त सरुवा त भइहाल्छ नि। अब एउटा पार्टीले राखेको थियो सबैतिर, अर्को पार्टी आयो सबै चेन्ज हुन्छ। यसलाई कस्तो हामीले नर्मलाइज गऱ्यौँ भने स्वास्थ्य क्षेत्र चाहिँ एउटा राजनीतिको क्रीडास्थल भयो। शिक्षामा पनि त्यो होला, मलाई त्यो त्यति धेरै शिक्षाको बारेमा त ज्ञान छैन, तर त्यो राजनीतिक मुद्दाहरू त्यता पनि उठेकै छन् होइन। नियुक्तिका यो विभिन्न प्रतिष्ठानहरूमा, विश्वविद्यालयहरूमा नियुक्तिका कुराहरू यताउता छँदैछन्, तर स्वास्थ्य क्षेत्र चाहिँ राजनीतिको क्रीडास्थल बन्नु हुँदैन। स्वास्थ्य क्षेत्र भनेको सबैलाई चाहिने क्षेत्र हो। सबै पार्टीका मान्छेहरू बिरामी हुन्छन्, सबै पार्टीमा भोट हाल्ने जनता बिरामी हुने हुन्, सबै नेताहरू बिरामी हुन्छन्। त्यो सबैलाई चाहिने कुरा हो। यसमा क्रीडास्थल बनाएर यसलाई चाहिँ जति हामीले स्वास्थ्य क्षेत्रमा जति फोहोर मैला थोपर्छौँ त्यसको ब्याकफायर त अन्ततः समाजलाई नै हुने हो, हामी सबैलाई हुने हो भन्ने त्यो बुझ्नुपर्ने थियो। राजनीतिक दलहरूले यत्रो लामो अवधि, प्रजातन्त्र आइसकेको लामो अवधिमा प्रत्येक प्रदेशमा राम्रा इन्स्टिट्युसनहरू खडा गर्नुपर्ने थियो स्वास्थ्यको लागि। अर्को कुरा चाहिँ
कम खर्चमा गर्न सकिने धेरै कामहरू चाहिँ हामीले अझै गर्न सकेका छैनौँ जस्तो पनि लाग्छ मलाई। जस्तै रुडोल्फ भिर्कोले भन्नुहुन्छ नि, चिकित्सा आफैमा एउटा राजनीति हो, तर राजनीति चाहिँ बृहत्तर खाँकाको चिकित्सा हो भनेर। नेपाली सन्दर्भमा आम जनताको दुःखलाई कम गर्नको निम्ति, दुःख निवारण गर्नको निम्ति र जुन हामीले जुन समाज संरचना र प्रणालीको कारण सिर्जना हुने दुखान्तहरू छ त्यसलाई कम गर्नको निम्ति, अझ भनौँ स्वास्थ्यजन्य दुखान्तहरूलाई कम गर्नको निम्ति राजनीतिले रुडोल्फ भिर्कोले भन्नुभयो जस्तै एउटा बृहत्तर खाँकाको चिकित्साको रूपमा भूमिका खेल्न नसकिरहेको नै तपाईँ त्यतातिर नै तपाईँले इङ्गित गर्नुभयो होइन? हो, पक्कै पनि। अब भिर्कोकै अर्को भनाइमा हेर्नुहुन्छ भने उहाँले के भन्नुहुन्छ भने रोगहरूको दुईवटा कारण छ। एउटा प्याथोलोजिकल, जुन चाहिँ किटाणुहरूबाट हुने भयो, प्याथोलोजिकल अरू कारणहरूले। अब अर्को चाहिँ पोलिटिकल। हाम्रोमा चाहिँ यो पोलिटिकल पनि अलिक बढ्दै भएको हो कि जस्तो देखिन्छ। अब एकदमै अपोलिटिकल हुनुपर्छ भन्ने पनि होइन, मान्छे आफैमा राजनीतिक प्राणी हो। हामी बुझ्छौँ सबैजनाको एउटा अलाइनमेन्ट होला, एउटा विचार हुन्छ एडल्ट भएपछि भन्ने यो बुझ्छौँ। तर त्यहाँ भएका व्यतिथिहरूलाई मलजल गर्ने होइन, त्यसलाई सङ्लो पार्ने काम चाहिँ राजनीतिकै हुनुपर्ने हो है। अब पटक पटक हामीले देखेका छौँ कि देशमा एउटा स्थिरता आउने वातावरण हुँदा पनि स्वास्थ्य क्षेत्रमा चाहिँ अस्थिरता नै चलिरहेको थियो कि त्यहाँ चाहिँ स्टेबिलिटी आउँदो रहन्छ भनेपछि स्वास्थ्य क्षेत्र अलि नेग्लिजेन्समै पऱ्यो हो। यो चाहिँ सबैले रियलाइज गर्नुभएको होला। र त्यहाँ चाहिँ एकदमै धेरै पैसा चाहिन्छ र बजेटको अभावले मात्रै काम गर्न नसकिएको भन्ने मलाई लाग्दैन। एउटा यसमा चाहिँ राजनीतिक इच्छा शक्तिको कुरा, अर्को चाहिँ उचित हामीले एउटा प्लान त्यो एक्जिक्युट गर्न नसकेको। प्लानहरू त धेरै बन्छन्, फेरि हाम्रोमा हामी त्यो प्लानहरू बनाउने कागजपत्रमा धेरै आत्मनिर्भरै भइसक्यौँ। त्यहाँ एकदमै धेरै लेखिन्छ, अनुसन्धानहरू पनि धेरै नै भए जस्तो देखिन्छ, तर त्यसलाई हामीले इम्प्लिमेन्ट गर्न सकेनौँ। फिल्डमा इम्प्लिमेन्ट गर्नलाई त हाम्रो वर्कफोर्समा सुधार गर्नु पर्यो, कस्तो वर्कफोर्स ल्याउने एउटा। अर्को चाहिँ हामीले के पद्धति बसाल्ने, रिफरल सिस्टम अहिलेसम्म हामीले बसाल्न सकेनौँ। अहिले मान्छेलाई सामान्यभन्दा सामान्य रोगको लागि पनि टर्सियरी सेन्टरमा सिधै पहुँच छ। त्यो कहिलेसम्म कसरी धान्ने हो? टर्सियरी सेन्टरमा एकैचोटि भिड गराएर प्राइमेरी सेन्टरमा चाहिँ को बिरामी जाला होइन? अहिले सिधै टर्सियरी सेन्टरमा जाने पहुँच। अब त्यसको एकदमै नकारात्मक असर भनेको प्राइमेरी हेल्थ सेन्टरहरू इम्प्रुभ हुन सक्दैन। त्यसो भयो प्राइमेरी हेल्थ सेन्टरमा पहिला जाने, त्यहाँबाट रिफर भएर सेकेन्डरी टर्सियरी लेभलमा जानुपर्ने हुन्छ, किनभने त्यसले गर्दा हाम्रो स्रोत साधनको पनि बचत हुन्छ एकातिर भने हाम्रो त्यो पद्धति पनि बस्दै जान्छ। जस्तै म यहाँनिर एउटा थप्नु खोजेँ, जस्तै अब यो भनिन्छ नि अब एकदमै आदर्श किसिमको स्वास्थ्य प्रणाली चाहिँ यो अलिकति पिरामिडिकल हुनुपर्छ। यो प्राइमेरी हेल्थ सेन्टर अर्थात् जनताको प्रथम सम्पर्क बिन्दुको बेस चाहिँ ठुलो हुनुपर्छ र त्यसपछि सेकेन्डरी हेल्थ सिस्टम सेन्टरहरू अलिक कम हुनुपर्छ र टर्सियरी अलिक कम हुनुपर्छ। त्यही भएर यो चाहिँ पिरामिड जस्तो हुनुपर्छ, आदर्श व्यवस्था हुन्छ। तर नेपाली सन्दर्भमा चाहिँ ठ्याक्क उल्टो पिरामिड जस्तो, माथि चाहिँ धेरै टर्सियरी केयर सेन्टरहरू धेरै, अनि जति तल गयो जिल्ला हुँदै गाउँ लेभलमा गएपछि सुक्दै गएको स्रोत सेवा र अन्य सुख सुविधाको दृष्टिकोणबाट स्वास्थ्य प्रणालीहरू सुक्दै गएको नै देखिन्छ। त्यसकारणले गर्दा तपाईँलाई लाग्दैन यो पुस्ताको जिम्मेवारी अब राजनीति गर्छु भनेर आउने नयाँ राजनीतिक पार्टीहरूको जिम्मेवारी चाहिँ नेपालको स्वास्थ्य प्रणालीमा भएको यो उल्टो पिरामिडलाई चाहिँ यसलाई सुल्टाउनु पर्छ जस्तो चाहिँ तपाईँलाई लागिरहेछ कि छैन? एकदम यो धेरैलाई लाग्ने कुरा हो। हामी जसले स्वास्थ्य पद्धतिको बारेमा बुझेका छौँ, जसले अलिकति पनि नेपालको स्वास्थ्यमा चासो राख्छौँ, सबैले बुझ्नुपर्ने बुझेको कुरा यो हो जस्तो लाग्छ। अब नयाँ आउने राजनीतिक दलहरूको अथवा नयाँ राजनीतिमा प्रवेश गर्नेहरूले बुझ्नुपर्ने कुरा के हो भने नेपालको स्वास्थ्य पद्धति हामीसँग रिसोर्स हुँदै हामीले गर्न सक्नुपर्ने
सबै एलिमेन्ट्सहरू हुँदै नभइरहेको अवस्थामा छौँ हामी। त्यो गर्नलाई धेरै ठुलो खर्च लाग्ने कुरा होइन। नेपालमा अलरेडी इन्फ्रास्ट्रक्चर छ, प्राइमेरी हेल्थ सेन्टरहरू छन्, त्यसमा हामीलाई चाहिने पर्याप्त जनशक्ति छ। मेन त इन्फ्रास्ट्रक्चर र जनशक्ति हो। यो दुईटा कुरा हामीसँग अलरेडी छ होइन। अरू स्रोत साधनहरू जुटाउन सकिने कन्डिसन छ, सबै छ होइन। हामी कहाँ आएको बजेटले नै त्यो पर्याप्त हुनुपर्ने हो है। र हामीलाई सहयोग गर्नलाई अन्तर्राष्ट्रिय दात्री निकायहरू छँदैछन्। स्वास्थ्यमा एकदमै मजबुत खालको एउटा दात्री निकायहरूको प्रेजेन्स छ नेपालमा। तर यसमा अलिकति दात्री निकायहरूको भूमिकाको बारेमा चाहिँ मेरो अलिकति फरक दृष्टिकोण कस्तो छ भनेदेखि, जस्तो अहिलेसम्म नेपालको स्वास्थ्य प्रणालीमा चाहिँ नि व्यक्तिकै बगलीबाट आउने होइन, जुन हामी भन्छौँ नि आउट अफ युजर्स पकेट फी भन्छौँ नि होइन, आउट अफ पकेट एक्सपेन्डिचर्स, त्योबाट नै सबभन्दा बढी खर्च जुट्छ भन्ने नै एउटा सिद्धान्त छ। किनभने करिब 50 कि 60% चाहिँ भनेपछि भन्ने बेलामा भाष्य चाहिँ दात्री निकायले दिएपछि मात्रै नेपालको स्वास्थ्य प्रणाली चल्छ कि जस्तो लाग्छ। तर नेपालको स्वास्थ्य प्रणालीमा गएर सुविधा लिने क्रममा जुन किसिमको यो क्याटास्ट्रोफिक एक्सपेन्डिचरको नाममा खर्च हुन्छ, अथवा व्यक्तिको बगलीबाट जान्छ, अथवा हाम्रो चाहिँ प्रत्येक दिन अस्पतालदेखि लिएर अन्य स्वास्थ्य केन्द्रहरूमा गएर जुन किसिमको खर्च प्रत्येक व्यक्तिले गर्छ नि, त्यो आफैमा एकदमै ठुलो एउटा आयतन हुन्छ। त्यसको चाहिँ ठुलो आकार, ठुलो चाहिने त्यसको चाहिँ नि ऊ छ होइन, उपस्थिति छ। त्यसले गर्दाखेरि अब हामीले सोच्नुपर्ने चाहिँ हाम्रो आफ्नै किसिमको आत्मनिर्भर स्वास्थ्य प्रणालीकै चाहिँ नि एउटा ढाँचा, एउटा संरचना सोच्नुपर्ने होइन र भन्ने मेरो यो विषय अलिक पेचिलो छ। कस्तो भने दात्री निकायहरूले नेपालको स्वास्थ्यमा लगानी गर्ने भनेको नेपाल सरकारले निर्धारण गर्छ कहाँ कहाँ उनीहरूको आवश्यकता छ, हाम्रो के कस्तो खालको नीतिमा सपोर्ट चाहिएको छ भनेर नेपाल सरकारले नै त्यसलाई चाहिँ गाइड गर्नुपर्ने हो। जुन देशमा चाहिँ सरकार आफै अघि लाग्दैन, त्यो देशमा दात्री निकायले अघि सरेर कार्यक्रमहरू ल्याउन सक्दैन। मैले बुझेको चाहिँ नेपालको जनस्वास्थ्य क्षेत्रमा धेरै लगानी भएको देखिँदैन। जुन लगानीहरू भएको छ त्यसको प्रतिफल त हामीले कहाँ गएर हेर्नुपर्ने हुन्छ भने हामीले सामाजिक कारणहरू, अघि हामीले जुन सोसियल डिटर्मिनेन्ट्सको कुरा गऱ्यौँ, त्यहाँ हामीले के परिवर्तन गऱ्यौँ त भनेर हेरौँ। अब स्वास्थ्य क्षेत्रले गरिबी न्यूनीकरण डाइरेक्टली गर्दैन होला होइन, तर त्यसलाई इन्डाइरेक्टली त सपोर्ट गर्न सक्छ। हाम्रो सार्वजनिक स्वास्थ्य चाहिँ राम्रो बनायौँ हामीले, जनस्वास्थ्यको क्षेत्रमा चाहिँ उल्लेख्य कामहरू गऱ्यौँ भने त्यसले अन्ततः गएर गरिबीलाई पनि घटाउँछ। तर त्यो कामहरू भएका देख्दैनौँ। त्यो काममा चाहिँ राज्य नै लाग्नुपर्ने खालको कामहरू छ। जस्तो कुनै पनि दात्री निकाय आएर नेपालमा अल्कोहल ब्यान गरिदिन सक्दैन, त्यो नेपालको राज्यले गर्नुपर्छ। कुनै दात्री निकायले आएर नेपालमा टोब्याको ब्यान गर भनेर भन्दैन, सक्दैन त्यो है, त्यो नेपालको राज्यले नै गर्नुपर्छ। अब नेपालमा चाहिँ खुल्ला रूपमा रक्सी खान, जता पनि रक्सी बेच्ने, अनि स्मोकिङ, अब हामीले कयौँ वर्षदेखि यो टोब्याको ब्यान गर्नुपर्ने यताउता यो कुराहरू छ, हामीले लेखेर राखेका छौँ। सबैतिर पब्लिक प्लेसमा चाहिँ यो गर्न नदिउँ, धुम्रपान गर्न नदिउँ भनेर, त्यो पनि पुरै इम्प्लिमेन्ट भएको देखिँदैन। म आफै संलग्न अनुसन्धानले पनि त्यसलाई एउटा हामीले पूर्वको विराटनगर सहरमा गरेका थियौँ। झन्डै 54% जस्तो कम्प्लायन्स त्यो पब्लिक प्लेसमा स्मोकिङ, एन्टी स्मोकिङ लको कम्प्लायन्स हेरेका थियौँ। त्यस्तो पाएको थियौँ भने यो अरू सहरहरूमा अथवा जहाँ पनि हामीले त्यो लागू भएको देख्दैनौँ है। अब अरू स्वास्थ्यका निर्धारकहरूमा एउटा प्रमुख भनेको कति पहुँच छ स्वास्थ्यमा, गुणस्तरीय स्वास्थ्यमा जनताको पहुँच कति छ भन्ने। अब यहाँले उठाउनु भएको प्रश्न जस्तो आउट अफ पकेट एक्सपेन्डिचर हाम्रो एकदमै हाई हो, त्यो 50 to 60% भनेर। अब नेपालका अनुसन्धानहरूले अथवा हाम्रो सामाजिक जुन समाजशास्त्रीय हिसाबले हेर्ने हो भने पनि नेपालको पपुलेसन चाहिँ रिस्क एभर्स खालको छ। उसले यदि उसलाई
हामीले अफर गर्ने हो भने उचित खालको यो स्वास्थ्य बिमा अफर गर्ने हो भने नलिने प्रश्नै आउँदैन। हामीले त मोडेल यस्तो छान्यौँ कि स्वास्थ्य बिमाको मोडेल त्यो पहिल्यै फेल हुने खालको मोडेल छान्यौँ। हामीले त्यसलाई एक त भोलिन्टियरी बनायौँ, अर्को त्यसमा सर्भिस सेक्टर इन्क्लुड गरेनौँ, कर्मचारीहरूले बिमा नगर्ने हो। नेपालको कर्मचारी जस्तो आर्मी, पुलिस, अरू फर्मल सेक्टरहरूलाई हामीले त्यसमा इन्क्लुड गरेनौँ, त्यो छुट्यायौँ। अनि त्यो फ्रेगमेन्टेड एप्रोचमा गयौँ। अर्को भोलिन्टियरी बेस्ड र पुरै फ्यामिलीको गऱ्यौँ हामीले है। एउटा फ्यामिलीलाई 3500 तिराएर अनि भोलिन्टियरली अर्को वर्ष फेरि इनरोल हुनुहोस् भन्दाखेरि त त्यहाँ त लस हुन्छ। त्यो सबैजना फेरि अर्को वर्ष इनरोल हुँदैनन्। अर्को जतिजनाले त्यो बिमा लिनुभएको छ, एउटा फ्यामिलीले लिनुभएको छ भने त्यो रिस्क पुलिङ भन्दा पनि त्यो सबै खर्च भएर जान्छ। रिस्क पुलिङ हुँदैन त्यहाँ चाहिँ। त्यो जति हाम्रो प्रिमियमहरू सङ्कलन हुनुपर्ने हो त्यो खर्च भएर जान्छ। त्यसकारण त्यसले राज्यलाई नै घाटा पर्छ। यो मोडेल नै फेल मोडेल इम्प्लिमेन्ट भएको हो। यसमा समयअनुसार सुधार गर्दै जानु पर्थ्यो। हामीले बेस्ट मोडेलहरू ल्याएर काम गर्नु पर्थ्यो। त्यसमा अझै प्रोग्रेसिभ खालका मोडेलहरू थिए। जस्तो हामीले म्यान्डेटरी गर्न सक्थ्यौँ है, सर्भिस सेक्टरमा सबैलाई म्यान्डेटरी गर्न सक्थ्यौँ र त्यसलाई अझै डिसेन्ट्रलाइज एप्रोच लिन सक्थ्यौँ। जस्तो म्युनिसिपालिटिजहरूलाई नै त्यो कार्यक्रम दिन सक्थ्यौँ हामीले। स्वास्थ्य बिमाको कार्यक्रम सेन्ट्रलबाट गर्नुपर्ने आवश्यकता छैन। त्यसलाई चाहिँ स्वास्थ्य बिमाले चाहिँ डिसेन्ट्रलाइज गर्न सक्नु पर्थ्यो। त्यो काम चाहिँ हामीले दिनु पर्थ्यो। कसलाई भने प्रदेश र स्थानीय निकायलाई दिनु पर्थ्यो त्यो स्वास्थ्य बिमा गर्ने काम। उहाँहरूलाई थाहा छ कि कसले चाहिँ त्यो प्रिमियम तिर्न सक्छ, कसले तिर्न सक्दैन भने उहाँहरूले पत्ता लगाउने, उहाँहरूले गर्ने काम हो। त्यो सेन्टरमा राखेर गर्नाले अब अहिले प्रदेशहरूमा कार्यालय चाहिँ छ, तर त्यो सबै सेन्ट्रलाइज्ड एप्रोच हो। त्यसरी गर्दाखेरि यो बिग्रिएको हो कि जस्तो लाग्छ मलाई। यसमा अरू धेरै पाटोहरू छन्। जस्तो स्वास्थ्य बिमाको क्षेत्रमा अब मोरल हजार्ड नहुने होइन, जुनसुकै देशमा पनि मोरल हजार्ड हुन्छ। स्वास्थ्य बिमा छ भने मैले चाहिँ गएर त्यो स्वास्थ्य बिमाको रकम जति सबै खर्च गर्ने, धेरै ओभर युटिलाइजेसन गर्ने कुराहरू पनि हुन्छ भने स्वास्थ्य बिमा छँदैछ भनेर आफ्नो व्यवहार परिवर्तन नगर्ने होइन, त्यो गर्न चान्सेस हुन्छ। तर त्यसलाई मिनिमाइज गर्नलाई अब को इन्सुरेन्स अलिकति हामीले को पेमेन्टको कुराहरू राखिदिन सक्थ्यौँ। त्यसमा अरू उपायहरू थिए त्यसका लागि। तर हामीले सुधार गर्नुपर्ने बेला चाहिँ घर्किसक्यो। त्यो हामीले गर्दै लानु पर्थ्यो। अब यो राज्यको ठुलो दायित्वबाट पन्छिएको जस्तो लाग्छ मलाई। जस्तै अब अघि तपाईँले बिचमा पनि चर्चा गर्नुभयो, यो एकदमै नेपालको स्वास्थ्य व्यवस्थाबाट उपचार लिने क्रममा व्यक्तिको बगलीबाट एकदमै बढी पैसा खर्च भइरहेछ होइन। अनि एउटातिर त्यो पाटो छ, अब अर्कोतिर हाम्रा थुप्रै स्वास्थ्य प्रणालीसँग सम्बन्धित नियम कानुन नियमहरू र स्वास्थ्य नीतिहरूले पनि जुन ढङ्गको प्रभावकारी काम गर्नुपर्ने थियो त्यो पनि गरिरहेछन्। त्यो अर्को बाटो पनि छ र अलिकति जनतालाई सुख सुविधा हुन्छ कि अलिकति आकर्षण बढ्छ कि भनेर लिएर आएको स्वास्थ्य बिमाका कार्यक्रमहरू पनि आफैमा एकदमै प्रभावकारी हुन सकिरहेका छैनन्। भनेपछि हामीले अहिले यो सम्पूर्ण यी आयामहरूलाई एकै ठाउँमा राखेर यसका विभिन्न किसिमका अन्तर्विधागत पाटोहरूलाई पनि केलाउनु पर्दा चाहिँ मूल समस्या तपाईँले कहाँनिर देखिरहनु भएको छ अझै पनि? यसको मूल समस्या भनेको चाहिँ क्रेडिट लिन हानाथाप गर्ने, हामीले गरेको भनेर हानाथाप गर्ने, तर वास्तवमा साँच्चैको इच्छा शक्ति नदेखाउने राजनीतिक नेतृत्व, राजनीतिक दलहरू नै हो समस्या। यहाँ चाहिँ उहाँहरूले पर्याप्त ध्यान दिनुपर्ने विषय भनेको स्वास्थ्य क्षेत्र, खास गरी स्वास्थ्य बिमा थियो है। स्वास्थ्य बिमालाई प्रभावकारी ढङ्गले लागू गर्दाखेरि धेरै समस्या हल हुन्थ्यो स्वास्थ्यको। किनभने आउट अफ पकेट एक्सपेन्डिचर त जहाँ निजी क्षेत्र चाहिँ अनरेगुलेटेड छन् है, खास गरी त्यस्ता ठाउँहरूमा त
स्वास्थ्य बिमा नहुँदाखेरि व्यक्तिले स्वास्थ्यमा गर्नुपर्ने खर्च अथवा गर्ने खर्च त बढ्दै जान्छ है। हाम्रो बजार पनि त्यो अनियन्त्रित खालको छ। कतिपय हामीले स्वास्थ्यमा प्रयोग गर्ने इन्स्ट्रुमेन्ट्सहरू अथवा सर्जिकल सामानहरू चाहिँ त्यसको मूल्य नै लेखिएको हुँदैन, भनेको त्यो जति लिए पनि भएको छ है। एक खालको एउटा डिरेगुलेसन छ। अर्कोतिर यो स्वास्थ्य बिमा हाम्रो प्रभावकारी भएन, त्यसले गर्दाखेरि यो खर्च स्वास्थ्यमा आउट अफ पकेट एक्सपेन्डिचर बढ्दै गएको हो है। र यसको अर्को पक्ष पनि छ, जस्तो हामी कहाँ अब पोलिफार्मेसी भन्छौँ, एकदमै धेरै औषधिको ओभर युज एक किसिमले बढ्दै गएको छ है। त्यसमा पनि अब स्ट्यान्डर्ड प्रोटोकलहरू सरकारले ल्याए पनि त्यसलाई फलो गरेको हो कि होइन, अथवा त्यसलाई आधार मानेर दिनै पर्ने खण्डमा मात्रै औषधिहरू दिइएका छन् कि छैनन् भन्ने कुरा हो है। अब अहिले धेरै जसो ग्रामीण क्षेत्रमा तपाईको एन्टिबायोटिक्सको एकदमै ओभर युज भएको छ। फार्मेसीमा गएर चकलेट जस्तै एन्टिबायोटिक्स किन्न पाइने देश अत्यन्त कम छन् है। अब विकसित देशहरूमा त्यो परिकल्पना नै गर्न सकिँदैन। एन्टिबायोटिक्स आफैले गएर किन्न सकिँदैन, त्यो ओभर द काउन्टर ड्रग नै होइन। अब नेपालमा चाहिँ कसैले पुरानो प्रेस्क्रिप्सन देखाएर अथवा सिधै गएर मागेर पनि त्यो एन्टिबायोटिक्स खान पाउने खालको भएकोले अहिले एन्टिबायोटिक रेसिस्टेन्स अर्को ठुलो चुनौती हुन जान्छ नेपालको लागि, त्यो देखिँदै गएको छ। सो यो कुराहरू यावत कारणहरूले गर्दाखेरि चाहिँ व्यक्तिले गर्ने आफ्नो त्यो आउट अफ पकेट एक्सपेन्डिचर अथवा खर्च चाहिँ स्वास्थ्यमा बढ्दै गएको देखिन्छ। अर्को स्वास्थ्य साक्षरताको कुरा पनि हो है। यहाँ चाहिँ अब स्वास्थ्य साक्षरता चाहिँ यदि साँच्चै नै जनतालाई चाहिँ स्वास्थ्य भनेको यो हो, यसरी ख्याल राख्नुपर्छ, यो काम चाहिँ गर्नु हुँदैन, अथवा यो स्वास्थ्यको व्यवहार परिवर्तनका कुराहरू, हेल्थ प्रमोसनका अन्य कुराहरू चाहिँ हामीले विद्यालय तहमा राख्नै सकेका छैनौँ। म मध्य प्रदेशमा काम गर्दा मैले धेरै जसो स्कुलहरूमा गएर कक्षाहरू लिने गर्थेँ। त्यहाँ मैले थाहा पाएँ कि विद्यार्थीहरूलाई सामान्य कम्युनिकेबल डिजिजहरू, नन कम्युनिकेबल डिजिज भनेको के हो, कसरी यो हाम्रो स्वास्थ्यमा कसरी असर गर्छ, यो रिस्क फ्याक्टरहरूले हामीले कसरी न्यूनीकरण गर्न सक्छौँ, यो सामान्य कुराहरू पनि त्यो अवगत नभएको, ज्ञान नभएको पाइरहेको थिएँ। भनेपछि शिक्षामा पनि केही सुधार गर्नुपर्ने जस्तो देखिन्छ। अर्को चाहिँ कम्युनिटी भोलिन्टियर्सहरू अथवा कम्युनिटी मोबिलाइजेसन, त्यो पनि कम भएको छ स्वास्थ्यमा। अब अलि बढी हामी चाहिँ केमा फोकस भयौँ भने प्रोग्राम चाहिँ भयो कि भएन भन्नेमा फोकस गऱ्यौँ। त्यसको आउटकम आयो कि आएन त, त्यो प्रोग्राम चाहिँ इम्प्लिमेन्ट भएपछि जे आउनु पर्थ्यो त्यो आइरहेछ कि छैन मा इभ्यालुएट गर्नु पर्यो। प्रोग्रामको भौतिक प्रगति अनि आर्थिक प्रगति भनेर हेर्छौँ। त्यो भनेको चाहिँ अब कति प्रतिशत प्रोग्राम भयो, कतिवटा प्रोग्राम भयो, कति खर्च भयो त्यो प्रोग्रामले, त्यो हेर्छौँ। तर त्यो आउटकममा साँच्चीकै चेन्ज आयो कि आएन। अहिले धेरै जसो प्रोग्रामहरू हाम्रो स्ट्याग्नेन्ट जस्तो देखिँदै गएको छ। त्यो भनेको चाहिँ हामीले अब थप प्रोग्रेस गर्नलाई अझै इफोर्ट लाउनु पर्ने देखिन्छ। जस्तो अब नियोनेटल मोर्टालिटी रेटहरू हैन, यो इन्फान्ट मोर्टालिटी रेटहरू लगभग स्ट्याग्नेन्ट कन्डिसनमा भएको धेरै वर्ष भइसक्यो। हामीले घटाउनै सकेनौँ। किन घटाउन सकेनौँ भन्दाखेरि अब यहाँ त्यो पोइन्टमा आइसकेपछि जतिसम्म घट्यो त्यो पोइन्टबाट अझै घट्नको लागि चाहिँ थप इफोर्ट चाहिन्छ। तर हामी उही लेभलको इफोर्टमा गइरहेका छौँ हैन। त्यसकारणले त्यो घटेको छैन। अरू अब न्युट्रिसनमा पनि त्यही हो कुरा। न्युट्रिसनमा पनि अझै हामीले सुधार गर्नुपर्ने देखिन्छ। बालबालिकाहरूमा चाहिँ स्टन्टिङ छ, माल न्युट्रिसन अझै छ। अब हामी के कुरामा खुसी भइरहेछौँ भने
सिभर मालन्युट्रिसन त एकदम सिग्निफिकेन्टली घटेको छ नि भनेर खुसी भइरहेछौँ। त्यो होइन नि, सिभर मालन्युट्रिसन घट्दैमा त्यसको असर चाहिँ बालबालिकाहरूमा नपर्ने होइन नि। यसमा त माइल्ड मोडरेट मालन्युट्रिसनहरूले पनि उसको लाइफ लङ असर गर्छ बालबालिकाहरूलाई, उसको कग्निटिभ हेल्थमा होइन। त्यो हामीले अलिकति स्वास्थ्य क्षेत्रमा अझै गहिरो ढङ्गले विश्लेषण गरेर यो कार्यक्रमहरूलाई चाहिँ पुनर्मूल्याङ्कन गर्न जरुरी देख्छु म। र हामीलाई आएको डेटा भने हाम्रो स्वास्थ्य क्षेत्रमा आएको डेटा चाहिँ कतिको रिलायबल छ यो क्वेसन गर्नुपर्ने देख्छु। किनभने निजी क्षेत्रले धेरै जसो सेवा दिइरहेको देखिन्छ होइन। हामीले अस्पतालका बेडहरूमा पनि धेरै जसो बेड त निजी क्षेत्रसँग छ नि, 66% भन्ने कता कता पढाएको थिएँ मैले। त्यो भनेको त निजी क्षेत्रले त्यत्रो सेवा चाहिँ दिइरहेको छ, तर त्यहाँबाट के हामीलाई डेटा सबै आइरहेको छ त? हाम्रो HMIS सिस्टममा सबै आएको छ त? यदि छैन भने, निजी क्षेत्रबाट डेटा आइरहेको छैन भने हामीले के आधारमा प्लानिङ गरिरहेछौँ? हामीले वार्षिक प्रतिवेदनहरू के आधारमा बनाइरहेछौँ? निजी क्षेत्रको नेपालको स्वास्थ्य सेवामा त्यत्रो ठुलो उपस्थिति, त्यो तहको त्यो प्रतिशतको उपस्थिति त हो जस्तो मलाई लाग्दैन। किनभने नेपालको सर्वाधिक बढी स्वास्थ्य सेवाको जुन डेलिभरी गर्ने त गभर्मेन्टले नै हो, गभर्मेन्टले हो। तर निजी क्षेत्रको मुस्किलले 1-3% भन्दा तलै होला, बढी 3% अझसम्म पनि नआएको छैन होला। अब पहिला त भनिन्थ्यो 1% मात्र नेपालको निजी संस्थाहरूले नेपालको स्वास्थ्य सेवामा उपस्थित छ र 79% सरकारको नै उपस्थित छ भन्ने। तर अलिकति अब निजी क्षेत्रको भूमिका अलिक बढेको छ कि भन्ने अनुमान गर्ने हो भने मेरो विचारमा अहिले पनि 3% नागा छैन होला, 1-2% मात्रै हुनसक्छ। बिलो 3%मै त्यो निजी क्षेत्रको उपस्थिति हुन सक्ने सम्भावना। यो कुरा चाहिँ म अलि डिसएग्री गर्छु यो कुरामा। किनभने मैले इङ्गित गर्न खोजेको चाहिँ अस्पतालमा भएको टोटल बेडहरूमध्ये हो। र निजी क्षेत्रको भन्ने बित्तिकै त्यो एकदम हेट्रोजेनस छ। हेर्नुहोस् है, त्यो चाहिँ नेपाल सरकारको संरचना जस्तो छैन। निजी क्षेत्र भनेको चाहिँ एउटा कोठादेखि लिएर मल्टिप्लेक्स जस्ता ठुल्ठुला कर्पोरेट अस्पतालहरू पनि छन् होइन। भनेको त्यो चाहिँ एकदमै हेट्रोजेनस छ। अब एउटा फार्मेसीमा गएर दिनको 200 जना बिरामीले चाहिँ औषधि किनिरहेछन्, एन्टिबायोटिक्स किनिरहेछन्। अब त्यसलाई पनि हामी निजी क्षेत्र भन्न सक्छौँ होइन। निजी फार्मेसी भयो, 1 कोठे 2 कोठे क्लिनिकहरू छन्, त्यसलाई निजी क्षेत्रै भन्नु पर्यो होइन। अलि ठुल्ठुला साना मजौला अस्पतालहरू छन् हाइवे छेउछाउ खुलेका, तर अब यो अझै ठुल्ठुला छन्। जनस्वास्थ्यका तपाईँको प्रवर्धनात्मक, निरोधनात्मक, निदानात्मक, पुनर्स्थापनात्मक सबै जनस्वास्थ्यका 4-5 वटा महत्त्वपूर्ण अवधारणामा बसेर सरकारले दिने सुविधा र त्यो एउटा निदानात्मक चिकित्सा क्युरेटिभ सेक्टरको पनि एउटा औषधि मात्रै बेच्ने कामसँगको तुलना गर्दा त अब सैद्धान्तिक र व्यवहारिक दृष्टिकोणले सरकारको नै उपस्थिति त्यो समग्र स्वास्थ्य क्षेत्रमा। अब त्यसमा जनस्वास्थ्य पनि पर्छ, सबै कुरा हेर्ने हो नि त डेफिनेटली अब राज्यको उपस्थिति ठुलो देखिन्छ। तर जुन क्युरेटिभ सर्भिसमा यहाँले भन्नुभयो जस्तै क्युरेटिभ सर्भिसमा अथवा सर्भिस डेलिभरीको जुन पोइन्टहरू छ त्यहाँ चाहिँ हेर्ने हो भने निजी क्षेत्रको एकदमै बलियो उपस्थिति छ। र निजी क्षेत्रबाट हामीले सँगसँगै हाम्रो डेटादेखि लिएर त्यो सेवाको गुणस्तरदेखि लिएर यो सबै कुरामा नियमन र एक खालको सहकार्य भएन भने हाम्रो स्वास्थ्य क्षेत्रमा हामीले गरेका प्लानिङहरू सबै चाहिँ एक किसिमले इनएकुरेट हुन जान्छन्। जस्तै म चाहिँ अब व्यक्तिगत रूपमा नेपालको स्वास्थ्य प्रणालीमा निजी क्षेत्रको उपस्थिति आफैमा बलियो दबदबापूर्ण छ भन्ने कुरा त मान्छु। तर अब त्यो सँगसँगै गुणस्तरीय पनि छ र अहिले नेपाली जनताको स्वास्थ्यको चाहना सबै पुरा गरेको छ भन्ने मान्दैन। अब यसमा तपाईँलाई मैले अघि अहिले बिचमा एउटा राजनैतिक पाटो नै तपाईँले बिचमा सधैँ महत्त्वपूर्ण हुन्छ भन्नुभयो। हामीले यो नेपालको स्वास्थ्य प्रणालीलाई कस्तो बनाउने भन्ने महत्त्वपूर्ण खेलाडीहरूमध्ये एउटा राजनैतिक पाटोलाई एउटा महत्त्वपूर्ण चाहिने स्थान दिएर विश्लेषण गर्न यो बिचमा नेपालको
राज्य प्रशासनको कर्मचारी तन्त्र, त्यसपछि नेपालमा स्वास्थ्यसँग जोडिएका प्राज्ञिक क्षेत्र, त्यत्र धेरै चाहिँ स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि स्वास्थ्य विषय अध्ययन गराउने सङ्घ संस्थाहरू र अर्को चाहिँ नि नेपालको जुन सामाजिक अभियान गर्ने अभियानकर्ताहरू जसले स्वास्थ्यको मुद्दालाई प्रमुख मानेर कामहरू गर्नुहुन्छ, आवाजहरू उठाउनुहुन्छ। यो अन्य तीनवटा महत्त्वपूर्ण आयामहरूको पनि तपाईँले भूमिका कस्तो देखिरहनु भएको छ? के साँच्चै नै यी अन्य पाटोहरू राजनीतिक क्षेत्र लगायत राजनीतिक पार्टीहरूको भूमिका लगायत यो अन्य आयामहरूको, अन्य तत्त्वहरूको र अन्य खेलाडीहरूको भूमिकासँग के तपाईँ सन्तुष्ट हुनुहुन्छ त? यसमा मिक्स्ड खालको पाउँछु मैले। जस्तो कतिपय स्वास्थ्य कर्मीहरू, अब ब्युरोक्रेट्स सबै खराब भएको भए नेपालमा जति परिवर्तन भएको छ स्वास्थ्य क्षेत्रमा त्यो पनि हुने थिएन। अब ब्युरोक्रेट्स टोटली खराब होइन। ब्युरोक्रेट्सको काम भनेको चाहिँ प्रोग्रामलाई इम्प्लिमेन्ट गर्ने होइन। अब त्यो प्रोग्रामहरूको नीति निर्माण गर्ने कामहरू हुन्छ। अब सबै कार्यक्रमहरू जहाँसम्म अहिले जसरी लागू भएका छन् त्यो पनि ब्युरोक्रेट्सहरूको उल्लेख्य योगदान हो। तर यति भन्दा भन्दै पनि के छ भने ब्युरोक्रेट्सहरूमा पनि धेरै खालको प्रवृत्ति देखिन्छ। केही कर्मचारीहरू चाहिँ कामचोर हुन्छन्। फेरि त्यो सबै देशमा हुन्छ होइन, नेपालमा मात्रै कर्मचारीलाई दोष धेरै दिने गरेको पनि देखिन्छ। तर त्यो होइन, उहाँहरूलाई पनि नियमन गर्ने र गाइडेन्स दिने काम त राजनीतिक नेतृत्वकै हो। यदि राजनीतिक नेतृत्व नै भ्रष्ट आयो, कुनै गाइडेन्स दिन नसक्ने, अब स्वास्थ्य क्षेत्रमा ज्ञानै नभएकोलाई ल्याएर एकैचोटि मन्त्री बनाएका थिए धेरैपल्ट होइन। त्यसले गर्दा पनि धेरै कुराहरू बिग्रिएको हो। तर यदि नेपालको ब्युरोक्रेट्सले राम्रोसँग काम गर्ने भने एकदम छिटो धेरै राम्रा परिवर्तनहरू स्वास्थ्य क्षेत्रमा हुने देखिन्छ। यो अघि तपाईँ आफू पेसागत रूपमा चिकित्सक पनि भएको नाताले अलिकति केही कुराहरूमा तपाईँ चिन्तित पनि हुनुहुन्थ्यो। जस्तै एन्टिबायोटिकको प्रयोगको सवालमा, जस्तै नेपालमा ओभर द काउन्टर ड्रग भन्छ, सिधै गएर औषधि किन्ने चलन एकदमै नराम्रो चलन छ। त्यसको चाहिँ कुनै एउटा जुन हिसाबले चाहिँ नि अनुगमन नियमन गर्नुपर्ने हो त्यो बाटो पनि एकदमै फितलो छ। अब अहिले संसारभरि एन्टिबायोटिक रेजिस्टेन्स पनि एकदमै बढेर गइरहेको छ। त्यसकारण एउटा मेडिकल डक्टर, एउटा चिकित्सक भएको नाताले चाहिँ यो पाटो, यो एन्टिबायोटिकको दुरुपयोग गर्ने पाटो अथवा गाउँ गाउँमा त भन्नुहोस्, अब अझ मैले कतिसम्म देखेको छु भने विभिन्न किसिमका भिटामिनदेखि अब शरीर दुखिया छ भने पेन किलर लगाएर शरीरलाई चाहिँ अल्पकालीन रूपमा सन्चो बनाएर अनि काम गर्न जाने, खेतबारीमादेखि अरू काम गर्न जाने, र अर्को चाहिँ नि विभिन्न किसिमका मल्टिभिटामिनहरू खाएर आफूलाई चाहिँ नि स्वस्थ महसुस भएको अवस्थामा पुर्याएर होइन, त्यसरी चाहिँ मल्टिभिटामिनहरू लिँदै जाने र काम गर्न जाने पनि देखेको छु। त्यसकारण सहरदेखि गाउँसम्म एकदमै बढी यो यस किसिमको औषधिहरूको प्रयोग र दुरुपयोग बढी देखाए हुनाले तपाईँ एउटा मेडिकल डक्टर भएको नाताले चाहिँ यो पाटोलाई कसरी हेर्नु भएको छ? यो सेल्फ मेडिकेसन गर्न खोज्नु चाहिँ हाम्रो ह्युमन टेन्डेन्सी नै हो। सकेसम्म हामीलाई केही भइहाल्यो भने हामी आफैले ठिक पारौँ नि त भन्ने जस्तो लाग्छ। जुन हाम्रो अब पपुलेसनमा पनि त्यो हुने नै भयो। सबैलाई आफू चाहिँ केही सामान्य केही भइहालेको छ भने आफैले ठिक पारौँ भन्ने लाग्छ। तर त्यसलाई नियमन गर्ने काम चाहिँ राज्यकै हुन्छ। जस्तो कुन कुरालाई अब एन्टिबायोटिक्स खाँदाखेरि निको हुन्छ भन्ने मात्रै ज्ञान दिनु पनि राम्रो होइन नि। अब स्वास्थ्य कर्मीको सल्लाहमा प्रेस्क्रिप्सन सहित फर द स्पेसिफाइड टाइम होइन प्रोटोकल फलो गरेर खानु र विदाउट डायग्नोसिस अब ह्यापाजार्डली किनेर खान दिनु चाहिँ त्यो चाहिँ समस्या हो। अब सेल्फ मेडिकेसनलाई कन्ट्रोल गर्नको लागि शिक्षा मात्रै दिएर पुग्दैन, किनभने हाम्रो जनसमुदाय, हाम्रो समाजमा चाहिँ के छ भने धेरै जसो शिक्षित मान्छेले नै त्यो अभ्यास गरेको पनि देखिन्छ। यसमा स्वास्थ्यसँग सम्बन्धित प्राज्ञिक क्षेत्रहरूको भूमिका चाहिँ कस्तो पाउनुहुन्छ तपाईँ? हाम्रोमा एक्टिभिजम पनि एक किसिमको
ल्याकिङ छ यो कुरामा। हाम्रो एकाडेमियाले पनि त्यसलाई कतिको इम्पोर्टेन्स दिनुपर्ने हो हैन। त्यसले त डिरेक्टली हाम्रो समुदायलाई असर गरिरहेको छ नि, र यसले विकराल समस्या ल्याउन सक्छ, ल्याउँदैछ। त्यो कुरालाई हामीले अलि नजरअन्दाज गऱ्यौँ कि एकाडेमियाले पनि जुन एडभोकेसीको भूमिका खेल्नुपर्ने हो सरकारको लागि, त्यो गर्न नसकेको देखिन्छ। किनभने एकाडेमिक्सहरू नै राजनीतिको शिकार भएको देखिन्छ है। त्यो कारण होला। अब एकाडेमिक्स इन्स्टिट्युसनहरू चाहिँ हेल्थमा एक खालको एक्टिभिजम लिएर उपस्थित हुनुपर्ने हो हैन। तर कति बेला मात्रै एकाडेमिक्समा हलचल हुन्छ भने कसैको राजनीतिक नियुक्ति भयो अथवा भएन, अथवा कसैको सरुवा भयो भएन, कसैको बढुवा भयो भएन, यो कुराहरूले मात्रै हाम्रो इन्स्टिट्युसनहरू, त्यहाँ भएका प्राज्ञिक वर्ग अथवा विद्यार्थी वर्ग सबै चाहिँ एकदमै उद्वेलित भएको, त्यो हुनै पनि पर्ने होला कतिपय सन्दर्भमा, त्यो भएको देखिन्छ। तर अरू बेला जस्तो जनस्वास्थ्यको एकदमै विकराल समस्याहरू देखिन्छ, जस्तो हामी कहाँ दुर्घटनाको दर हैन, सवारी दुर्घटना हामी कहाँ अत्याधिक छ। वर्षै पछि हजारौँ मान्छे मर्दा पनि हाम्रो राज्य संयन्त्रले कम खर्चमा गर्नुपर्ने कामहरू गरेको छैन नि। जस्तो टाइम कार्डहरू लागू गर्ने कुराहरू, त्यो कागजमा जस्तो फर्मालिटीको जस्तो यो कहिलेकाहीँ प्रयोगमा आउँछ, त्यसपछि हराउँछ हो। अब लामो दूरीको यातायातको साधन बसहरूमा अब 2टा ड्राइभर राख्नुपर्ने प्रावधान छ कागजमा। ड्राइभरहरूले इयरली अथवा 6 मन्थमा हेल्थ चेकअप गर्ने, उहाँहरूको चाहिँ आँखाको साइट कतिको देख्नुहुन्छ आँखा, त्यो कसले हेरेको छ हैन। उहाँहरूले चाहिँ ल मापसेलाई एउटा कन्ट्रोलमा ल्याउनु भयो, पहिला जस्तो छैन हैन, राज्यले त्यो गर्यो। तर अहिले त लागु औषध अरू पनि खान सक्छ, कसले चेक गरेको छ हैन। त्यो मान्छेले गाँजा खाएर चलाएको छ कि अरू थोक खाएर चलाएको छ कि, त्यो त हेर्न पर्यो। त्यो एउटा कम खर्चमा गर्न सकिने प्रभावकारी काम हुन्थ्यो नेपालको लागि। जति पनि लामो दूरीका यातायातका साधन छन् त्यो कसरी सञ्चालन भइरहेको छ, त्यसमा राम्रोसँग इन्टरभेन गर्न सकिने ठाउँहरू छ है। र पुराना थोत्रै इन्जिनहरू भएका गाडीहरू रिप्लेस गर्नुपर्ने हैन, यो चेक जाँच गर्नुपर्ने काम पनि राज्यकै हो नि। यसमा जनस्वास्थ्यको प्रत्यक्ष सरोकार हुनुपर्ने हो। र कुनै पनि ठुलो दुर्घटनाहरू भयो भने हामी 1-2 दिनलाई सबैलाई याद हुन्छ, त्यसपछि हामी बिस्तारै बिर्सिन जान्छौँ। राजनीतिक मुद्दाहरू नै सधैँ प्रधानता पाउँछ मिडियामा पनि। तर हामी कहाँ जुन दुर्घटनाको दर छ त्यो एकदमै विकराल छ। त्यस्तो हुनै हुन्थेन। त्यो चाहिँ एकदमै प्रिभेन्टेबल डेथ्स। जस्तै नेपालको स्वास्थ्य क्षेत्रमा तपाईँको नीतिगत सुधारदेखि लिएर संरचनागत सुधारको सवालदेखि लिएर प्रत्येक दिन हुने व्यवहारिक अभ्यासको सवालमा पनि असाध्यै नै बढी कामहरू गर्नुपर्ने अवस्था छ। अब यस्तो बेलामा नेपालमा स्वास्थ्यकै मुद्दा उठान गर्ने विभिन्न किसिमका सङ्गठित तथा असङ्गठित सामाजिक आन्दोलनहरू, चाहे पिपल्स हेल्थ मुभमेन्ट भन्नुहोस्, चाहे डाक्टर गोविन्द केसीको आन्दोलन भन्नुहोस्, चाहे अन्य राजनीतिक पार्टीहरूले छिटपुट रूपमा उठाउने आवाजहरू अथवा संसारको सक्रियताको सवालहरू भन्नुहोस्, यो पाटोलाई चाहिँ तपाईँले कसरी हेर्नुहुन्छ? हामी कहाँ एक्टिभिजम हुँदै नभएको होइन नि त। यहाँले इङ्गित गर्नुभएको जस्तो केही एकदमै राम्रा विश्वस्तरमा भएका आन्दोलनहरूको केही च्याप्टरहरू नेपालमा पनि छन्। उहाँहरूले बेला बेलामा यसो केही गरे जस्तो देखिन्छ पनि। तर त्यो एक्टिभिजमहरू चाहिँ एक ठाउँमा आउन सकेन। त्यसको एउटा बुलन्द खालको आवाज, त्यो अझै नपुगेको जस्तो देखिन्छ। त्यो आवाज चाहिँ गोविन्द केसी सरको बेला बेलाको त्यो सत्याग्रहहरूले गर्दा चिकित्सा क्षेत्रमा केही सुधार भएकै हो। नेपालमा चाहिँ चिकित्सा शिक्षा आयोगको परिकल्पना गर्नेदेखि लिएर त्यसलाई यो अवस्थासम्म ल्याउने कामको श्रेय जान्छ उहाँलाई। मेडिकल सेक्टरमा भएका ठुल्ठुला अनियमितताहरूलाई कन्ट्रोल गर्नेमा उहाँको ठुलो योगदान छ। तर त्यति हुँदाहुँदै पनि नेपाल
समाजवाद उन्मुख देश होइन। संविधानमा समाजवाद उन्मुख लेखे पनि नेपाल समाजवाद उन्मुख देश होइन। यहाँ चाहिँ शिक्षा र स्वास्थ्यमा बढ्दो निजीकरण छ, घट्दो होइन। घट्दो भएको भए हामीले भन्थ्यौँ होला यो चाहिँ समाजवाद उन्मुख हो। त्यो बढ्दो निजीकरण भएको ठाउँमा चाहिँ नियमन गर्नको लागि हामी कहाँ त्यो नियामक निकायहरू कमजोर छन्। एमइसी बनाए पनि पहिला पनि एनएमसी थियो, अरू पनि छन्, तर त्यो सबै कमजोर छन्। त्यसको पछाडि पनि फेरि राजनीति नै जोडिन्छ। हामी कहाँ त्यो मुभमेन्ट, सिभिक मुभमेन्ट एउटा त्यो ग्याप छ, त्यो पर्याप्त हुन सकेन। जस्तो हामीले थुप्रै पाटोहरूको बारेमा चर्चा गरिरहँदाखेरि नेपालको सन्दर्भमा नेपाल जस्तो विविधता भएको देशमा यो वैकल्पिक चिकित्साका पाटोहरू, अनि त्यसपछि विभिन्न किसिमका आदिवासी तथा जनजातिसँग जोडिएका उहाँको सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिबाट चाहिँ निस्किएका उत्पन्न भएका विभिन्न किसिमका चिकित्सा प्रणालीहरू पनि छन् र अझ भनौँ एक किसिमको इतिहास भएको आयुर्वेद चिकित्सा प्रणाली पनि छ। हामीले यो जुन एलोप्याथिक चिकित्सा प्रणाली होइन अथवा नेपालको आधुनिक स्वास्थ्य प्रणालीको चर्चा गरिरहँदाखेरि नेपालमा वैकल्पिक तथा अन्य परम्परागत चिकित्सा प्रणालीको पाटोहरूलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ? नेपालमा एउटा ठुलो सेक्टर वैकल्पिक चिकित्साले ओगट्छ। पक्कै पनि यो बेला बेलामा विभिन्न कारणहरूले यो चाहिँ चर्चामा पनि आइरहेको छ। हालसालै पनि बालबालिकाहरूलाई स्वर्ण भस्म भनेर थोपा, सुन हालेको थोपा भनेर पूर्व मन्त्रीले खुवाउनु हो। तर मलाई के लाग्छ भने इभिडेन्स म्याटर्स। सबैतिर इभिडेन्स बेस्ड प्र्याक्टिस हुनुपर्छ। त्यो चाहे वैकल्पिक होस् चाहे एलोप्याथिक होस्। अहिले बिना वैज्ञानिक अनुसन्धान अप्रमाणित कुराहरू चाहिँ जुनसुकै चिकित्साको नाममा त्यो चाहिँ हुनु हुँदैन भन्ने लाग्छ। किनभने त्यसले जनतालाई प्रत्यक्ष असर गर्छ। अब नेपालमा भएका अरू वैकल्पिक चिकित्साहरू, त्यो क्षेत्रहरूले चाहिँ त्यो वैकल्पिक चिकित्सालाई फैलाउनमा रिसोर्स खर्च नगरेर बरु अनुसन्धानमा रिसर्च खर्च गर्नु बेटर हुन्छ जस्तो लाग्छ। किनभने त्यसलाई सानै स्केलमा राखेर, अहिलेकै स्केलमा राखेर त्यसमाथि बरु अनुसन्धान गरेर इभिडेन्स जेनेरेट गर्ने कामहरू भयो भने राम्रो छ। किनभने यही स्वर्ण भस्मकै कुराहरू हेर्ने भने पनि यसमाथिको इभिडेन्सहरूमा मैले हेर्दा एकदमै फितलो पाउँछु। धेरै जसो चाहिँ त्यो पियर रिभ्युड जर्नलबाट लिएका थिएनन्। धेरै जसो चाहिँ त्यो पर्सपेक्टिभ अथवा भ्यू पोइन्ट्सहरू मात्रै थियो। त्यस कारणले यसलाई चाहिँ अलिक समय अनुकूल बनाउनको लागि पनि यसकै एडभोकेट्सहरूले पनि, जस्तो आयुर्वेदिक अथवा होमियोप्याथिक अथवा अरू चिकित्सा प्रणालीका एडभोकेटहरूले पनि हेर्नुपर्ने कुरा के हो भने कतिको इभिडेन्स छ, साइन्टिफिक इभिडेन्स कतिको छ, त्यसको चाहिँ रिसर्च इन्टिग्रिटी छ कि छैन, कतिको रिगरसली रिसर्च गरेको छ, त्यो कुराहरू हेरेर मात्रै त्यसलाई अगाडि लान उचित हुन्छ जस्तो लाग्छ। हस्, धन्यवाद डाक्टर एलबी। हामीले धेरै लामो कुरा गऱ्यौँ, पछि पनि हामी समय सन्दर्भमा जोडिनेछौँ। अहिलेलाई धन्यवाद। हस्, धन्यवाद।